नमस्कार साथीहरू, तपाईलाई आजको यो भिडियोमा स्वागत छ। आजको भिडियोमा हामी PCL सर्टिफिकेट इन फिजियोथेरापी को NSPC लाइसेन्सिङ एक्जामिनेसनको सिलेबसको बारेमा डिस्कस गर्न गइरहेका छौँ। तपाईलाई यो सिलेबसको बारेमा थप बुझ्नु छ र यो एक्जामलाई कसरी इजिली पास गर्ने भनेर थाहा पाउनु छ भने भिडियोलाई हेर्दै गर्नुहोला। हामीले चाहिँ इजिली पास गर्ने ट्रिक र यो सिलेबसको बारेमा छोटोमा छलफल गर्नेछौँ। अब अगाडि बढौँ। NSPC को PCL सर्टिफिकेट लेभल फिजियोथेरापीमा फलोइङ मार्क्स डिस्ट्रिब्युसन गरेको छ। NSPC PCL फिजियोथेरापीको लाइसेन्सिङ एक्जामिनेसनको लागि NSPC ले यो टेबलमा दिएको जसरी मार्क डिस्ट्रिब्युसन डिसाइड गरेको छ। त्यसमा 4वटा सेक्सन राखेको छ। 4वटा सेक्सनमा सेक्सन 1 मा एप्लाइड एनाटोमी, फिजियोलोजी, प्याथोलोजी र फार्माकोलोजी राखेको छ भने सेक्सन 2 मा इलेक्ट्रोथेरापी मोडालिटिज, बेसिक कन्सेप्ट अफ थेरापेटिक एक्सरसाइज र एसेसमेन्ट एन्ड प्लानिङ जेनरल बायोमेकानिक्स इन ह्युमन बडी भनेर राखेको छ। सेक्सन 3 मा क्लिनिकल कन्डिसन अफ अर्थोपेडिक्स, मेडिसिन एन्ड सर्जरी एन्ड CBR एन्ड जेरियाट्रिक कन्डिसन राखेको छ भने सेक्सन 4 मा क्लिनिकल कन्डिसन अफ न्युरोलोजी, कार्डियोथोरासिक कन्डिसन्स र पेडियाट्रिक एन्ड गाइनियोप्स कन्डिसन भनेर छुट्याएर राखेको छ। यो सबै सेक्सनहरू हेर्दाखेरि हाम्रो जेनरल कन्सेप्टहरू एनाटोमी, फिजियोलोजी, प्याथोलोजी र फार्माकोलोजी हेर्दाखेरि 25% मार्क्स छुट्याएर राखेको छ भने सेक्सन 2 को इलेक्ट्रोथेरापी, त्यसपछि बेसिक कन्सेप्ट अफ थेरापेटिक एक्सरसाइज र प्लानिङ एन्ड जेनरल बायोमेकानिक्स अफ ह्युमन बडीको कुरा गर्दाखेरि चाहिँ 25% मार्क्स छुट्याएर राखेको छ। सिमिलरली अर्थोपेडिक्स, मेडिसिन, सर्जरी र जेरियाट्रिक कन्डिसनहरूको कुरा गर्दाखेरि हाम्रो 25% छुट्याएर राखेको छ। सिमिलरली क्लिनिकल न्युरोलोजीको कुराहरू अनि कार्डियोथोरासिक, पेडियाट्रिक र गाइनियोप्स कन्डिसनको कुरा गर्दाखेरि 25% छुट्याएर टोटल अफ 100% बनाएर राखेको छ। यही टपिकमा फोकस भएर हाम्रो एक्जाममा पनि क्वेसनहरू सोध्ने हो। योभन्दा बाहिर तपाईहरुले NSPC लाइसेन्सको प्रिपरेसनको लागि जाँदै हुनुहुन्छ भने पढ्नु पर्दैन है त। यति सिलेबसमा फोकस भएर पढ्नुभयो भने तपाईलाई टाइम कन्ज्युसन पनि ठिक हुन्छ, प्लस तपाईले पास गर्न पनि सजिलो हुन्छ। तपाईले सिंगल एटेम्प्टमै मजाले पास गर्न सक्नुहुन्छ। अब अलिकति डिटेलमा जाउँ। अब के छुट्याएर राखेको छ त त्यहाँभन्दा पनि डिप जाँदाखेरि कति छुट्याएर राखेको छ भने यही सिलेबसको बेसिसमा तपाईले प्रिपेयर गर्नु बेटर हुन्छ। अब एप्लाइड एनाटोमीको कुरा गरौँ। एप्लाइड एनाटोमीमा हाम्रो मस्कुलोस्केलेटल सिस्टम, त्यसपछि डर्माटोलोजी, न्युरोलोजी र कार्डियोरेस्पिरेटरी सिस्टम राखेको छ है। यति सिस्टम चाहिँ तपाईले पढ्नुपर्ने हुन्छ। योभन्दा अरू सिस्टम चाहिँ नपढेको राम्रो। तपाईसँग टाइम कन्स्ट्रेन्ट छ, प्लस तपाईँ क्लिनिक यसकै लागि फोकस गरेर पढ्दै हुनुहुन्छ भने यसमै बेस्ट भएर पढ्नु होला। सिमिलरली एप्लाइड फिजियोलोजीको कुरा गर्दाखेरि मसल एन्ड नर्भ फिजियोलोजी, कार्डियोरेस्पिरेटरी फिजियोलोजी, रिप्रोडक्टिभ सिस्टम र लिम्फेटिक सिस्टमलाई चाहिँ तपाईले फोकस गरेर पढ्नुपर्ने हुन्छ। सिमिलरली प्याथोलोजी र फार्माकोलोजीको कुरा गर्दाखेरि चाहिँ तपाईले ट्युमर भयो है, ग्याङ्ग्लियोन भयो, इन्फ्लामेटरी कन्डिसनहरू, वुन्डको बारेमा र अल्सरहरूको बारेमा चाहिँ यो टपिक चाहिँ पढ्नुपर्ने हुन्छ। सिमिलरली कमन इलनेसेसहरू, कमन इन्फेक्सनहरू जस्तो ब्याक्टेरियल, भाइरल, प्यारासाइटिक इन्फेक्सनहरूको बारेमा तपाईले पढ्नु उचित हुन्छ। फार्माकोलोजीको कुरा गर्दाखेरि सबै कुरा पढ्नु पर्दैन, तपाईले सबै फार्माकोलोजी पढ्नु पर्दैन। तपाईले यहाँ गिभन फार्माकोलोजी जस्तो NSAID, PPI, मल्टिभिटामिन, क्याल्सियम र ओइन्टमेन्टहरू यति चाहिँ तपाईले पढ्नुपर्ने हुन्छ। योभन्दा अरूको टपिक चाहिँ बाहिरको टपिक बोनस हुन्छ, तपाईलाई धेरै जानु पर्दैन। अब इलेक्ट्रोथेरापीमा पनि तपाईले यहाँ गिभन टपिकहरू, मैले सबै टपिकहरू भनेन, यहाँ गिभन टपिकहरू चाहिँ तपाईले पढ्नु बेटर हुन्छ है। अल्ट्रासाउन्ड हैन, टेन्स, लेजर,
यो कुराहरू चाहिँ तपाईँले पढ्नुपर्ने हुन्छ। सिमिलरली तपाईँले थेरापेटिक एक्सर्साइजको कुराहरू गर्दाखेरि चाहिँ रेन्ज अफ मोसन, स्ट्रेचिङ एक्सर्साइज, स्ट्रेन्थनिङ एक्सर्साइज, रिएजुकेसन अनि कोअर्डिनेसन एक्सर्साइजहरू, यो सबै टपिकहरू यहाँ गिभन टपिकहरू तपाईँले पज गरेर सबै हेर्न सक्नुहुन्छ। यो टपिकहरूमा फोकस भएर पढ्नुहोस्। यो टपिकभन्दा बाहिर जानुभयो भने तपाईँलाई अलिकति भास्ट हुनसक्छ। त्यही भएर तपाईँले पिसिएल फिजियोथेरापीको लागि लाइसेन्सको इक्जामको लागि हाम्रो एनएसपिसीको सिलेबसमा फोकस भएर पढ्नुभयो तपाईँलाई इक्जाम इजी हुन्छ। त्यही भएर यति टपिक चाहिँ तपाईँले प्रिपेयर गर्नु होला। सिमिलरली बायोमेकानिक्सको कुरा गर्दाखेरि पनि जेनरल कन्सेप्टको कुराहरू छ, जस्तो लिभर, पुली, लाइन अफ फोर्स है, सेन्टर अफ ग्राभिटी, प्लेन, एक्सिस, यो सबै कुराहरू चाहिँ तपाईँले जेनरल बायोमेकानिक्सको कुराहरू यसै सिलेबसमा बेस्ड भएर पढ्नु होला। त्यसपछि सेक्सन 3 मा जाँदाखेरि सुरुमा के छ त अर्थोपेडिक कन्डिसन र यसको फिजियोथेरापेटिक म्यानेजमेन्टको कुराहरू गरेको छ। यो सबै यहाँ गिभन कन्डिसनहरू जस्तो आर्थराइटिस, बोन इन्फेक्सन, एक्वायर्ड एन्ड कन्जेनाइटल डिफर्मिटिज, डिजेनेरेटिभ डिजिजहरू, फ्र्याक्चर, सबलक्सेसन, डिस्लोकेसन, स्पाइनल डिसअर्डर, बोन एन्ड जोइन्ट, मसल लिगामेन्ट इन्जुरीहरू, सफ्ट टिस्यु इन्जुरीहरू अनि एम्पुटेसनहरू, यही टपिकमा फोकस भएर पढ्नु होला। सिमिलरली अब मेडिसिन र सर्जरीको कुरा गर्दाखेरि यसमा के छ त डायबिटिज छ है, इडेमा कसरी म्यानेज गर्ने, लेप्रोसीमा कसरी फिजियोथेरापी के म्यानेजमेन्ट गर्ने, भटाइगोको म्यानेजमेन्ट के हुन्छ, सिबिएमा कुन कुन फिजियोथेरापीहरू कसरी म्यानेज गर्ने, हेमोफिलिया अनि प्यालिएटिभ केयर अफ क्यान्सर, यो सबै कुराहरू तपाईँले यही टपिकहरू फोकस गरेर पढ्नु होला। सिमिलरली बोन र प्लास्टिक सर्जरीको फिजियोथेरापीको कुराहरू है, म्यास्टेक्टोमीको, यो सबै कुराहरू पढ्नु होला सर्जरीको केसमा चाहिँ। अनि यहाँ अरू टपिकहरू के छ त डिसेबिलिटी प्रिभेन्सनहरू है, रिहेबिलिटेसनको कुराहरू गर्दा इम्पेयरमेन्ट, अर्थोडोन्टिक्स, प्रोस्थोडोन्टिक्स, ह्यान्डिक्याप, जेरियाट्रिक्सको चाहिँ एमएसके कन्डिसनहरू, न्युरोलोजिकल कन्डिसन, फिजियोथेरापिक कन्डिसनहरू, कार्डियो रेस्पिरेटरी कन्डिसनहरू, कार्डियो रेस्पिरेटरी कन्डिसनहरू, यो सबै तपाईँले के गर्नु पर्यो पढ्नु पर्यो। अनि क्लिनिकल कन्डिसन अफ न्युरोलोजीको कुराहरू गर्दाखेरि चाहिँ सिबिएको कुराहरू गरेको छ है, ट्रमाटिक ब्रेन इन्जुरी, स्पाइनल कर्ड इन्जुरी, पोलियोमाइलाइटिस, इन्सेफ्लाइटिस, पार्किन्सोनिज्म, मेनिन्जाइटिस, एपिलेप्सी, मस्कुलर डिस्ट्रोफी, बेल्स पाल्सी, फेसियल पाल्सी, पेरिफेरल नर्भ डिसअर्डर, यो सबै तपाईँले यी टपिक मात्रै पढ्नु होला। सिमिलर कार्डियोपल्मोनरी कन्डिसनमा के छ सिओपिडी, न्युमोनिया, इफ्युजन, न्युमोथोर्याक्स, ट्युबरक्लोसिस, कोरोनरी आर्टरी डिजिजहरू, मायोकार्डी इन्फ्राक्सनहरू, हाइपोटेन्सन, डिबिटी है, न्युमिनेक्टोमी, एथेरोस्क्लेरोसिस, इम्बोलिजम, यो सबै कन्डिसनहरू पढ्नु होला। योभन्दा बाहिरको टपिकमा अलिकति नजानु होला, तपाईँसँग टाइम धेरै छ भने जाँदा भयो, नत्र चाहिँ यति कन्डिसन तपाईँले राम्रोसँग प्रिपेयर गरेर आउनु होला। त्यसपछि पेडियाट्रिक र गाइनी अप्समा के छ त भनेपछि सेरेब्रल पाल्सी, डिलेड माइलस्टोन है, ट्युमरहरू, हाइड्रोसोफेलस, डाउन सिन्ड्रोम, टर्टिकोलिस, अटिजम अनि यो फुड डिफर्मिटीहरू भयो। अनि डेभलपमेन्टल माइलस्टोनको कुराहरू पढ्नु होला है, डेभलपमेन्ट माइलस्टोन सोधिरहेको हुन्छ। अनि गाइनी अप्समा चाहिँ पेल्भिक फ्लोर मसलको कुरा, फिजियोलोजिकल चेन्जेस ड्युरिङ प्रेग्नेन्सी, मस्कुलोस्केलेटल चेन्जेस ड्युरिङ प्रेग्नेन्सी है, इन्कन्टिनेन्स, प्रोल्याप्स युटेरस, यो सबै कुराहरू तपाईँले पढ्नु होला। यो सबै पढिसकेपछि तपाईँसँग एक्स्ट्रा टाइम छ भने अन्त अरू टपिकहरू एक्स्ट्रा टपिकहरू पढ्नु होला, नत्र तपाईँको लागि एनएसपिसी लाइसेन्सिङ एक्जामिनेसन प्रिपरेसन र इजिली पासिङको लागि यति टपिकहरू सफिसियन्ट हुन्छ र तपाईँलाई यसकै बेसिसमा हरेक सेक्सन 4टा सेक्सनबाट 25% मार्क्स सोध्ने भएको भएर तपाईँले मजाले प्रिपेयर गर्न सक्नुहुन्छ है। मजाले यति प्रिपरेसन गर्नुभयो, यति टपिकमा फोकस भएर यसलाई प्रिन्ट आउट निकाल्नुहोस्, म लिङ्क राखिदिन्छु, प्रिन्ट आउट निकाल्नुहोस् अनि त्यसपछि टिक्राउँदै पढ्नुहोस्। त्यस्तो भयो भने तपाईँलाई कति कभर भयो पनि थाहा हुन्छ अनि तपाईँलाई पास गर्न पनि इजी हुन्छ। स्पेसली अहिले फिजियोथेरापीको लागि बुकहरू एभाइलेबल नभएको कन्डिसनमा चाहिँ यो तरिका चाहिँ बेस्ट हुन्छ तपाईँलाई सिलेबसमा फोकस भएर पढ्नु है। थप यस्तै भिडियोहरू हेर्नको लागि हामीलाई सब्सक्राइब गर्नु होला। हामीले छिट्टै नै फिजियोथेरापीको लाइसेन्स प्रिपरेसनको कोर्सको भिडियोहरू ल्याएर आउँदैछौँ। त्यसको लागि पनि तपाईँले हामीलाई सब्सक्राइब गरेर नोटिफिकेसन अन गरेर बस्नुभयो भने भिडियो आउने बित्तिकै तपाईँले पाउनुहुन्छ र तपाईँको लाइसेन्स प्रिपरेसन सजिलो हुन्छ। यदि तपाईँ बाहेक तपाईँको साथीहरू कसैलाई पनि
हाम्रो भिडियोहरू हाम्रो च्यानलहरू आवश्यक पर्छ जस्तो लाग्छ भने उहाँहरूलाई सजेस्ट गरिदिनु होला। हाम्रो लागि पनि हेल्पफुल हुन्छ, उहाँहरूको लागि पनि हेल्पफुल हुन्छ। यति भन्दै आजको भिडियो यहीँ सकाउँछु। स्टे ट्युन्ड। थ्याङ्क यू।